सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ हामी छौँ चितवनमा र यो मेरो चितवनको भ्लग हो होइन। मेरो पहिलो भिडियो त्यो सिल्भर प्ले बटन अनबक्सिङ त हेरिहाल्नुभयो होला। त्यसको 1-2 हप्ता महिना नै भनौँ होइन। पछि चाहिँ हामी यहाँ चितवन आएका थियौँ र चितवन आएको फुल भ्लग भन्दा नि चितवन जान लागेको भ्लग चाहिँ मेरो बाबाको च्यानलमा छ। त्यो तपाईँहरू थाहा नै होला, बाबा छोरी अफिसियल। र हामी चाहिँ यहाँ चितवनमा छौँ अहिले होइन। अहिले चाहिँ अलि साँझ पर्न लागिसकेको छ अनि साँझ पर्न लागिसकेको छ, हेर्न सक्नुहुन्छ यहाँ यस्तो। गाइज हामी यहाँ आएको चाहिँ भयो 1 हप्ता जति भयो होला। हामी चाहिँ पहिला ठुलो बुवाको घर, हामी ढम्बा भन्छौँ, उहाँको घर बसेका थियौँ। अहिले चाहिँ म फुपूको घरमा छु। फुपू यानि कि नेवारीमा निनी भनिन्छ। अनि यहाँ चाहिँ मेरो भाइ र मेरो कजन फुपूको छोरी सम्पदा खेलिरहेका छन्, यहाँ हेर्न सक्नुहुन्छ। यहाँ पुरै खेलिरहेका छन् बल होइन। सो गाइस चितवनमा चाहिँ हेर्न सक्नुहुन्छ यस्तो धारा हुने रहेछ। काठमाडौँमा त यस्तो चलाएर होइन, यस्तो धारा त मलाई युज गर्नै नआउँथेन। र यो चाहिँ हामी बसेको घर हो, हेर्न सक्नुहुन्छ। चाहिँ हाम्रो फर्स्ट टाइम हो चितवन आएको, हामी चाहिँ कहिले आएको छैनौँ होइन। अनि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ एकदम गर्मी हुने रहेछ। यस्तो राति पनि अलि त्यो काठमाडौँको जस्तो नहुने कि यहाँ एकदम गर्मी हुने रहेछ होइन। अनि बिहान चाहिँ अलि जाडै, बिहान र बेलुका रात परेपछि। तर दिउँसो चाहिँ एकदम गर्मी हुने रहेछ, खलखल पसिना आउने होइन। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ धेरै घरहरू छन्। यहाँ मेरो फुपू हुनुहुन्छ, त्यहाँ उहाँहरू चाहिँ खाना पकाइरहनु भएको छ अहिले। यो हामी बसेको घर, भाइ र बुनु चाहिँ, म चाहिँ फुपूको छोरी सम्पदालाई चाहिँ बुनु भन्छु। अनि यो भाइ यहाँ चाहिँ खेलिरहेका छन्, हेर्न सक्नुहुन्छ यस्तो। सो गाइज मम्मीहरू चाहिँ मम्मी र फुपू चाहिँ यहाँ खाना पकाउँदै हुनुहुन्छ, त्यहाँ हेर्न सक्नुहुन्छ गाइज। आगोमा खाना पकाउँदै हुनुहुन्छ मम्मी। हेलो हेलो, हेर्न सक्नुहुन्छ यहाँ जाउलो होइन, आगोमा खाना बनाउँदै। यहाँ यति खाली रोड छ, उता त्यत्रो ठुलो ग्राउन्ड, यति खाली ठाउँ छ नि गाइज। उता पनि ग्राउन्ड छ, म उता ग्राउन्ड देखाउँछु है अब। सो गाइज म चाहिँ हाम्रो घरको पछाडि आएको छु। यो हाम्रो घर, त्यसको पछाडि यति ठुलो ग्राउन्ड छ नि गाइज। हामी बिहान यहाँ कोही साथीहरू, धेरै साथीहरू आएको थियो यहाँ खेल्नलाई। अनि हामी त्यसमा उनीहरूसँग लुकामारी, हाइड एन्ड सिक के खेलेको थियौँ। सो गाइज हामी चाहिँ अहिले चितवनको पटिहानी भन्ने ठाउँमा छौँ। यहाँ हेर्न सक्नुहुन्छ यति ठुलो होइन, यति खुल्ला रोड छ। काठमाडौँमा त पुरै गाडी नै गाडी आउँछ, तर यहाँ हेर्न सक्नुहुन्छ यति खुल्ला रोड छ। यहाँदेखि त्यहाँसम्म पुरै भ्यू जान्छ। सो गाइज फुपूले चाहिँ एउटा बनाउनु भएको छ, सुत्केरी मसाला भन्ने नाम पनि यस्तो कन्फ्युजिङ, यहाँ हेर्न सक्नुहुन्छ। सो गाइज हेर मैले यो कस्तो हुँदो रहेछ होइन, हेर्न सक्नुहुन्छ। यहाँ यति धेरै छ, मम्मीले खाँदै हुनुहुन्छ। गाइज मैले चाहिँ यस्तो खाएको थिएन पहिला, अब टेस्ट गरौँ है आज। मिठो हुँदो रहेछ गाइज। अनि यहाँ बाहिर पनि खानु। सो गाइज यहाँ बाहिर जुन चाहिँ बल खेल्दैछन्, यहाँ पुरा यसरी होइन। बुनले मिस गर्यो, मम्मी चाहिँ यहाँ भर्खर त्यो मसला खाएर बसिरहनु भएको छ। अनि त्यहाँ हुनुहुन्छ भाँडा माझ्दै। अनि यहाँ बुनले फेरि हान्यो बल। चितवनमा चाहिँ यसरी आगोमा, त्यो पनि बाहिर पकाउँदो रहेछ। यहाँ कुकुरमा चाहिँ पछाडि माटो पोतेर होइन, नडरोस् भनेर यसरी गरेर पकाउनु भएको छ यहाँ। अनि चामल भिजाइराख्नु भएको छ। अनि यहाँ यस्तो छ गाइज। यहाँ चाहिँ यस्तो चकटेमा कस्तो रहेछ, यसलाई चाहिँ के भन्छ तपाईँहरू कमेन्ट गर्नु होला है। कसलाई थाहा छ कमेन्ट गर्नु होला यसलाई के भन्छ यस्तोलाई। सो गाइज यहाँ राति परेर मैले लाइट बालेको छु होइन। मम्मीले अब चलाएर देखाउनुहुन्छ यो कसरी गर्छ, यहाँ हेर्न सक्नुहुन्छ। यसरी पुरै तानेर होइन तल हाल्ने, यस्तो चितवनमा देखियो होइन। मम्मीले यहाँ भाँडा माझ्दै हुनुहुन्छ। अब यहाँ भाइ पनि छ। हेलो, वाह, हाम्रो चाहिँ फर्स्ट टाइम चितवन हो र यसपालिको एक्सपिरियन्स चाहिँ धेरै राम्रो भयो गाइज होइन, एकदम मजा आयो। अहिले चाहिँ गाइज रात परिसकेको छ अनि यहाँ मुन पनि देखिसकेको छ। तपाईँहरूलाई क्लियर नदेख्ला तर त्यही पनि देखिसक्यो। बुनु र निन चाहिँ त्यहाँ माथि गएर लुगा निकाल्दै हुनुहुन्छ।
यहाँबाट तल झर्नुहुन्छ होइन। सो गाइज हेर्न सक्नुहुन्छ यो चाहिँ खाने पानी हो अनि भाइले चाहिँ यहाँ पानी खाँदैछ अब होइन। यहाँ चाहिँ यसरी नै खान्छ पानी होइन। अब बुनु पनि आयो है आयो भन्दै गीत गाउँदै आइरह यस्तो पुरै होइन। आज भर्खर नुहाएर होइन यस्तो भएको छ। आमा आउनुभएको छ यो घरको हेर्न सक्नुहुन्छ यहाँ। उहाँ चाहिँ यहाँ बस्नुहुन्छ, हामी चाहिँ यो एउटा रुममा। अनि हेर्न सक्नुहुन्छ यहाँ घर त धेरै छैन गाइज, यहाँ देख्दा चाहिँ एक दुईवटा मात्र छ। जाना खेलिरहने यहाँ दिनु है दिनु मेरो पालो भन्दै होइन। यहाँ हेर्न सक्नुहुन्छ हो। हेलो गाइस हाम्रो सब्स्क्राइब एकछिन हेलो गाइस हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला प्लिज अनि प्ले ग्लाउडनीले दिनु होला। के भन्छ यसले ल गाइज। सो गाइज हाम्रो चाहिँ यहाँ रात परिसकेको छ। यहाँ मुख राम्रो देख्नु भनेर नभन्नु होला होइन, किनभने अहिले भर्खर साँझतिर खिचेको। अब पुरै राति भइसकेको छ। अब हामी खाना पकाइसक्नुभयो, अब खाना खाने अनि सुत्ने। सो आजको लागि यति नै। बाई बाई गाइज, सी यु इन माई नेक्स्ट भिडियो। र यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। यो भिडियोलाई लाइक सेयर गर्नु होला। यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।